आज हामीले के गर्यौं त जसले गर्दा हाम्रो भेना यस्तो हुनुभयो। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। आज चाहिँ हामीहरू दाउरा काट्न लागेको है। पहिला त हामीले साला भेना भएर रुखलाई धालिम। धालिसकेपछि यता मम्मीले चाहिँ गेडी पार्दै हुनुहुन्थ्यो। सासाना गेडी पारेपछि बोक्न सजिलो हुन्छ भनेर। दाउरा चाहिँ अहिले नै चिरेर राखौँ पछि सजिलो हुन्छ भनेर कि, नत्र त बर्खामा गाह्रो हुन्छ नि त। त्यसमाथि मम्मी बाबा मात्रै घरमा एक्लै हुनुहुन्छ। यसो हामीहरू आएको बेलामा दाउराहरू काटौँ भनेर कि साथीहरू। यता भेनाजुलाई क्यामेरामा हेलो गर्नु भनेको त यस्तो पो गर्नुहुन्छ त यार, के हो यस्तो। हाम्रो भेनाजु फेरि यस्तै उपद्रो मात्र धेरै गर्नुहुन्छ के। त्यसपछि यता गेडी पारिसकेपछि अब पालो रह्यो यसलाई घरतिर लग्ने। यसरी लग्नु भएको भन्नुहुन्छ भने यस्तो भिरालो थियो नि त, यहाँको चाहिँ दाउरा चिर्न मिल्ने थिएन। त्यही भएर घरै लगेर चिर्ने भनेर कि साथीहरू। यता चाहिँ भिनाजुले चिर्दै हुनुहुन्थ्यो, म चाहिँ यतातिर गेडी पार्दै होइन बसिरहेको थिएँ। त्यसपछि गेडी पारेर सके पनि मैले पनि चिर्न लागे। भेना साला भएर चिर्न लागे हामी त। भेना त भन्छ तर को चाहिँ रहेछ भन्नुहुन्छ होला। उहाँ चाहिँ मेरो थुली दिदीको बुढा, मेरो चाहिँ भेनाजु है त। आज त मौसम पनि क्या दामी गरेको थियो क्या गाइजहरू होइन, पानी पनि पर्न लागे जस्तो गरिरहेको थियो। दाउरा चिरेर सकेपछि हामी लाग्यौँ यसलाई तरुललाई उसिन्न। तरुललाई उसानेर हामी लाग्यौँ काफल खान है त। अब त गाउँघरतिर त काफलै साथीहरू हल्का पाकिरहेको रहेछ काफल पनि। काफल खानुको त मजा नि छुट्टै हुन्छ हो साथीहरू, अमिलो अमिलो गुल्लो गुल्लो, आहा यति मजा आउँछ कि है। काफल खाँदै गर्दा गफगाफ गर्दै गर्दा पाकी पनि सकेछ तरुल। हाम्रो भेनाजु फेरि के हो के यस्तो उपद्रो गर्नुहुन्छ हो साथीहरू। सबैजना भएर खान लाग्यौँ हामीले तरुल। चटनीसँग तरुल डोबेर खानुको त मजै छुट्टै छ हो साथीहरू। यसो रमाइलो गरौँ भनेर टिकटकबाट फोटो खिचिसकेपछि चाहिँ टिकटकले चाहिँ अटोमेटिक लाइनहरू दिँदो रहेछ कि। ल सुनौँ है त। माइला कता छस्? कोरो भइसक्यो त्यस्तो कारोबारमा धेरै शक्ति छ माइला। त्यसपछि हामी दुई साला भेना भएर चाहिँ लाग्यौँ हामी बल खेल्न। गाउँमा आएपछि बल नै खेल्नु त कुरै भएन। बल खेल्न गएको त केटाहरू अझै आइपुगेको रहेनछन्। त्यसपछि डाँडामा बसेर केटाहरूलाई कुर्यौँ। एक दुईजना गर्दै केटाहरू पनि आइपुगे। पहिला त दिनका दिन खेलिन्थ्यो, केटाहरू पनि छैनन् हो आजभोलि। सब बाहिरतिर गइसकेछन् हो, गाउँमा कोही पनि छैनन् हो। त गाइज आजलाई चाहिँ यति नै, फेरि भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई।